दाइले भन्नुभएको छ 18 mm को प्लाई सिलिङ लाउनु परेमा चाहिँ कस्तो हुन्थ्यो होला भन्नुभएको छ। त्यो एकदमै ठिक हो र हुन्छ पनि र एकदमै चिल्लो सफा पनि देखिन्छ। तर हामीले चाहिँ गाउँमा रहेको गाउँको उत्पादन लोकल उत्पादनलाई प्राथमिकतामा राखेर हामीले चाहिँ यहाँनिर पट्यालाउने निर्णय गरियो र प्लाईमा भन्दा चाहिँ पट्याइमा धेरै खर्च पनि आउँछ र हामीले पट्याइमा चाहिँ यहाँ छ हाफ ग्रुप खोलेर, यसलाई हाफ ग्रुप भन्छ, हाफ ग्रुप खोलेर लगाएका छौँ। यो लाउनुको कारण चाहिँ मुनिको आवाज माथि नआओस् र धुलोहरू नझरोस् भनेर हामीले प्लाइवुड लगाएका छौँ। म तपाईँहरूलाई प्रत्यक्ष यहाँ देखाउँदैछु कसरी लगाएका छौँ र यसलाई कसरी टाइट गर्छौँ भनेर। अनि यहाँनिर यो अलिअलि खुल्ला रहेकोमा चाहिँ माथिबाट फिनिसिङ फ्लेन्जर हालेर अलिअलि ग्याप रहेकोमा चाहिँ त्यहाँनिर फेब्रिकल र काठकै धुलो लाएर हामी टाइट गर्छौँ र फिलिङ बनाउँछौँ। यहाँ हाफ ग्रुप खोलेर चाहिँ यसरी टाइट गरेर कसिसकेपछि मुनिको आवाज माथि आउँदैन र यहाँदेखि धुलोहरू तल खस्दैन। अनि यो चाहिँ